एक थरीहरू भन्ने गर्छन् राजतन्त्रले के दियो, अरू केही नभए पनि पूर्व पश्चिम राजमार्ग दियो, कोदारी राजमार्ग दियो, पृथ्वी राजमार्ग दियो, त्रिभुवन राजपथ दियो, 14 अञ्चल अस्पताल दियो, गोरखकाली टायर दियो, हेटौडा औद्योगिक क्षेत्र दियो, बुटोल औद्योगिक क्षेत्र दियो, चितवन, बर्दिया, सगरमाथा, सेपचुन्डो, रारा, निकुञ्ज दियो। तर गणतन्त्रले के दियो, अरू के दियो थाहा भएन। तर यति ओम्नी, गिरिबन्धु, टेरामक्स, व्हाइट बडी, भुटानी शरणार्थी, बाल मन्दिर जग्गा, एनसेल करछली, ललिता निवास आदि काण्डको चाङ दियो। एकपटक यो विज्ञापन सुन्नुस् त। विगतमा रेडियो तथा टेलिभिजनमा बज्ने गरेको यो लोकप्रिय विज्ञापन अचेल किन बज्दैन? गोरखकाली टायरको उत्पादन किन बन्द भयो? सिधा कारण हो उक्कालो ओह्रालो गुड्थ्यो सरर, गोरखकाली टायर बलियो गुड्थ्यो सरर। नेताजीलाई मनपर्ने टायर गोरखकाली रबर उद्योग खाएर गयो गोरखकाली। कुरा यति हो। कुनै बेला देशकै सान रोडको राजा थियो गोरखकाली टायर। भ्रष्ट शासकहरूले सिद्ध्याए, चैट बनाए। गोरखकाली टायर उद्योग मात्र चैट बनाएनन्, हेटौडा सिमेन्ट कारखाना चैट, बुटोल धागो उद्योग चैट, वीरगञ्ज चिनी कारखाना चैट, बाँसबारी छाला जुत्ता उद्योग चैट, जनकपुर चुरोट कारखाना चैट, हिरकुटी कागज कारखाना चैट, अरू अझै धेरै कति छन्, कति सरकारी उद्योग चैट भएका छन्। बिस्तारै सबै चैट चैट चैट। नागरिकलाई रोजगारी दिने सोचेको भए अहिले लाखौं विदेशीले थिएनन्। 62-63 सालपछि देशको सम्पूर्ण संयन्त्र आफ्नो वरिपरि घुमाएर पटक पटक प्रधानमन्त्री भए प्रचण्ड। यसबीचमा बुहारी मन्त्री, छोरी मेयर, ज्वाइँ मन्त्री, भाइ राष्ट्रिय सभाको अध्यक्ष, उमेर पुगेका सबै परिवार सदस्यलाई कुनै न कुनै राजकीय पद। अहिले पूर्व राजाले यसो के टाउको उठाएका थिए, यिनीहरूको रातको निन्द्रा गायब भएको छ। स्लिपिङ ट्याब्लेट खानुपर्ने भएको छ, ओठमुख सुकेको छ, हात खुट्टा कामेको छ। यो देशमा अभूतपूर्व अवसर पाएर भूतपूर्व बनेका शासकहरू ली कुआन यू जस्तो दूरदर्शी नेता हुन्थे भने प्रदेश सरकारको ठाउँमा उद्योग र कल कारखाना हुन्थे, राष्ट्रिय सभाको ठाउँमा आधुनिक स्कुल र अस्पताल खोल्थे, समानुपातिक सांसदको ठाउँमा सडक र पुल पुलेसा बनाउँथे, जिल्ला समन्वय समितिको ठाउँमा अत्याधुनिक स्टेडियम र कभर हल बनाउँथे, 55,000 जनप्रतिनिधिको ठाउँमा 155वटा नयाँ उद्योग खुलेको भए देशमा व्यापारिक माहौल हुन्थ्यो, व्यापारप्रति आकर्षण बढ्थ्यो, व्यापारमा लगानी हुन्थ्यो। दुर्भाग्य अधिकार र उपलब्धिको नाममा छोटे राजाहरू पोस्दा 50% व्यापारिक सटर बन्द भयो, जुन यो देश विरुद्धको अपराध हो। उद्योग कल कारखाना मासेर रोजगारी थुते, नेता मैत्री व्यवस्था ल्याएर देशको ढुकुटी थुते, सञ्जालमा लेख्ने र टुडी खेलमा बोल्नेलाई थुनेर वाक स्वतन्त्रता थुते। अहिले जिब्रो थुत्ने अभिव्यक्ति नै असली एजेन्डा हो। 15 अर्ब भन्दा बढी रकम खर्चेर सभा हल बनाउने, तर 15वटा पुस्तकालय नबनाउने, 5वटा जलन अस्पताल नबनाउने, एउटा उद्योग नबनाउने, किनकि सभा हलमा अन्धभक्त कार्यकर्तालाई प्रशिक्षण दिन पाइन्छ। पुस्तकालय बनायो भने जनता शिक्षित हुन्छन् र विद्रोह गर्छन्। भ्युटार र स्वागतद्वार बनाउँदा कमिसन आउँछ, उद्योग कल कारखाना खोल्दा आफ्नो मानव बेचबिखन धन्दा रोकिन्छ। दुवै हातमा लड्डु बोक्छन्। भ्रष्टाचार गर्दिन भन्ने गिरोह 1 वर्षमा 52 दिन मात्र चल्यो। हेटौडा सिमेन्ट उद्योग अहिले उत्पादन ठप्प छ। अब यो पनि टाटा वा अडानीलाई बेच्नुपर्छ, तब मात्र उन्नत लोकतन्त्र आउँछ, गणतन्त्र मजबुत हुन्छ, अग्रगामी छलाङ मार्छ। यही ठेक्का त लिएका छन् यहाँका कारिन्दाले। नेपालकै जेठो उद्योग विराटनगर जुट मिल सञ्चालन गर्न भारतको टाटा ग्रुपले चासो देखाए, तर नेपाल सरकार र यहाँका उद्योगीले चासो देखाएनन्। भारतको गौतम अडानीको आँखा नेपालको विमानस्थल र जलविद्युतमा छ, भारतको टाटा समूहको आँखा गोरखकाली रबर उद्योग र वीरगञ्ज चिनी कारखाना र विराटनगर जुट मिलमा छ। पहिला पार्टीका कार्यकर्ता लगाएर उद्योग कल कारखानालाई कवाड बनाए, अब बेच्ने सुरसारमा जुवाडे समाजवाद, हरिगङ्काल अग्रगमन। उद्योग कल कारखाना सञ्चालन भन्दा पार्टी सञ्चालनमा ध्यान दिँदा निम्तिएको परिणाम हो यो। देश निर्माण भन्दा पार्टी निर्माणमा लगानी हुँदा भएको भयावह हो यो। हेर्नुस् त, एउटा उद्योग खोल्यो, त्यो फाइदामा जान 10 वर्ष लाग्छ, तर एउटा पार्टी खोल्यो, त्यसले 1 वर्षमा दर्जन मन्त्रालय दिन्छ। ठग्न, लुट्न, झुट बोल्न जान्नेलाई नेपालमा अवसरै अवसर छ। एउटा उद्योग खुलेको हुँदैन, 10वटा पार्टी खुलिसक्छ। प्रदेश सरकार बन्द हुनुपर्ने, 50% व्यापारी
पसलहरू सटरहरू बन्द हुन्छ, रोजगार मेला लाग्नुपर्ने कन्सल्टेन्सीको मेला लाग्छ, नेता प्रधान नीति भस्मासुर प्रवृत्ति, विराटनगर जुट मिल उद्योग बन्द भयो, गोरखकाली रबर उद्योग बन्द भयो, वीरगञ्ज चिनी मिल बन्द भयो, अब बन्द हुने पालो दुग्ध विकास संस्थाको। डिडिसीको सम्पत्ति 2 अर्ब 18 करोड, नोक्सानी र ऋण दायित्व 2 अर्ब 55 करोड। यसलाई भन्छन् विनाशकारी विकास, विध्वंसकारी समृद्धि। जुट मिल चलाउन नसक्ने, सुगर मिल चलाउन नसक्ने, कपडा उद्योग चलाउन नसक्ने, एयरपोर्ट चलाउन नसक्ने, औषधि उद्योग चलाउन नसक्ने, स्कुल चलाउन नसक्ने, अस्पताल चलाउन नसक्ने, धागो कारखाना चलाउन नसक्ने, सुक्खा बन्दरगाह चलाउन नसक्ने नालायकहरूले सक्ने भनेको शक्तिको दुरुपयोग र देशको ढुकुटी रित्याउन मात्र हो। यी शासकहरूको नजरमा बाँसबारी थाला जुत्ता उद्योग बेचेर गलत भएकै छैन, विराटनगर जुट मिल बन्द गरेर गलत भएकै छैन, वीरगञ्ज चिनी मिल चढाएर गलत भएकै छैन, गोरखकाली टायर कारखाना कवाडी बनाएर गलत भएकै छैन, सुन तस्करी गरेर गलत भएकै छैन, एनसिएल कर छली गरेर गलत भएकै छैन। गलत र गद्दारी देशलाई भएको छ। यहाँ त परिवारतन्त्र अन्त्य गरौँ न भन्यो, लोकतन्त्र विरुद्ध बयान हो भन्छन्। गिरिबन्धु नक्कली शरणार्थी टेरामक्समाथि छानबिन गरौँ न भन्यो, यो गणतन्त्र विरुद्ध षड्यन्त्र हो भन्छन्। भेपसुन तस्करीको मुख्य नायिके सार्वजनिक गरौँ न भन्यो, यो व्यवस्थामाथि हमला हो भन्छन्। अनि बन्द उद्योग कल कारखाना खोलौँ न भन्यो, यो सङ्घीयता विरुद्ध खतरा हो भन्छन् षड्यन्त्रका मृत आत्माहरू। नातावाद र दातावादमा बिक्यो गाउँ गाउँको सिंहदरबार, बाँडफाँड र भागबण्डाको भुमरीमा फस्यो समानुपातिक कोटा, चुनाव भरुवा र पानी मरुवाको चोर बाटोमा बन्यो राष्ट्रिय सभा पद, देशका लागि घाँडो र बोझ बन्यो सङ्घीयता। हजारौं सेता हात्ती पाल्नुभन्दा सयौं बन्द उद्योग खोले, रोजगारी त मिल्थ्यो। यहाँ त उद्योग खोल्नुपर्ने ठाउँमा 12 मास विदेश घुम्ने राष्ट्रिय सभा खोलियो, कल कारखाना खोल्नुपर्ने ठाउँमा उपलब्धिविहीन प्रदेश सरकार खोलियो, युवालाई स्वावलम्बी र आत्मनिर्भर बनाउनु पर्ने ठाउँमा बेरोजगार बनाएर खाडी धकेलियो, बदलामा अल्पायुमा मृत्यु पाइयो। अदूरदर्शी र असंवेदनशील राज्य, 5 अर्ब आमदानी गरेर 5 खर्बको प्रदेश सरकार चलिरहेको छ देशमा। उद्योग खोल्न छोडेर प्रदेश सरकार खोल्ने असक्षम र अदूरदर्शी नेतृत्व पङ्क्तिकै कारण हो नेपाली युवाहरू रुस र युक्रेनको युद्धमा मर्नु परेको छ। प्रदेश सरकार खारेज गरे 7वटा कृषि सुविधा सम्पन्न कृषि प्रयोगशाला निर्माण गर्न सकिन्छ। नेपाली विद्यार्थी ट्रेनिङका लागि इजरायल जानु पर्दैन, हमासको छायामा पर्नु पर्दैन, अनाहकमा मर्नु पर्दैन। दूरदर्शी नेतृत्व हुन्थ्यो भने प्रदेश सरकारको ठाउँमा कृषि उद्योग खोल्थे, प्रतिनिधि सभाको समानुपातिक र समावेशी कोटा खारेज गर्ने हो भने 100वटा आधुनिक स्कुल बन्थे, राष्ट्रिय सभा खारेज गर्ने हो भने 200वटा सुविधा सम्पन्न अस्पताल बन्थे, प्रदेश सरकार खारेज गर्ने हो भने 4 दर्जन बन्द उद्योग पुनः सुचारू हुन्थे। न यो देश तुइन मुक्त भयो, न यो देशमा एउटा उद्योग थपियो, तर पनि मुलुकको सार्वजनिक ऋण पाउने 27 खर्ब पुग्यो। मुख्य प्रश्न, यत्रो पैसा कसको खल्तीमा गयो? फेरि यस्ता प्रश्न गर्न हुन्न, बोल्नेलाई जेल कोचिन्छ। नेपालले सियो बनाउने उद्योग भित्राउन नसके पनि 1 करोड जनता बेचेको छ। त्यसैले 150 सिट जित्छौँ भन्नेलाई 150 उद्योग कहिले खोल्छौँ भनेर प्रश्न गरौँ। नम्बर 1 पार्टी बनाउँछौँ भन्नेलाई देश कहिले 1 नम्बरमा हुन्छ भनेर सोधौँ। नत्र पार्टीले भ्रष्टाचार मात्रै दिन्छ, पार्टीले अपराधी मात्रै उत्पादन गर्छ।